आज चाहिँ देशैभरि शिवरात्रि पर्व मनाइँदैछ। यतिखेर म आइसकेको छु कुसुरुको नगरपालिका यो कालखोलामा अवस्थित शिव मन्दिरमा आएको छु। यहाँ भक्तजनहरू देख्न सक्नुहुन्छ। म भित्र देखाउँदैछु हजुरलाई देखाउँदैछु कस्तो लाग्छ हेरिदिनु होला। यो भिडियोलाई त्यसपछि सेयर गरिदिनु होला। एकचोटि आइदिनु होला हाम्रो शिवालय मन्दिर चाहन्छु। अब म उहाँको दृश्य देखाउँदै जान्छु है त। हजुरलाई आज शिवरात्रि पर्व कस्तो लागिरहेछ? पहिलोचोटि आउनुभयो कि योभन्दा पहिला पनि आउनुभयो? पहिला पनि आउनु भएको। पोहोर सालका मान्छे थिए कि धेरै अहिले छन्? पोहोर पनि यस्तै थिए। कस्तो लागिरहेछ आज यहाँ आउँदा? केही कुराहरू सोध्न चाह्यो। आज चाहिँ हजुरहरू व्रत रहनु भएको छ होइन? यो व्रत रहनुको विशेष कारण के हो नि त? गर्ने पाऊ भनेर हजुरलाई मैले पाइसकेँ र यहाँ बिहे नगरेको कन्याहरू पनि हुनुहुन्छ होइन। अनि उहाँहरूले पनि शिवजस्तै श्रीमान पाउनु होला, त्यही भएर व्रत लाग्नु भएको होला। इच्छा होस् हजुरको मेरो इच्छा कामना। शिवालय मन्दिरको शिवजीको त्रिशूल स्थापित गर्ने र त्रिशूल उहाँले चाहिँ दान गर्नुभएको थियो। उहाँलाई देखाउँदैछु। उहाँलाई सम्मान यतिखेर मैले दृश्यहरू देखेर आएको छु। यहाँ आज चाहिँ व्रतालुहरूले पूजा आराधना गरिरहनु भएको छ। उतातिर चाहिँ भजन कीर्तनहरू चलिरहेको छ। अझै भक्तजनहरू आउने माहौल भइरहेको छ, बढिरहेको छ। हेलो गाइस, आज मन्दिरमा आएका
यतिखेर उहाँलाई देख्न सकिन्छ। यतातिर चाहिँ भक्तजनहरू नाचिरहनु भएको छ। मैले यसो हजुरलाई माया गरेर पनि देखाइरहेको छु। कालाखोलाको सङ्गम स्थलमा रहेको यो शिव मन्दिरमा यतिखेर भक्तजनहरू बस्दै हुनुहुन्छ। ल नाच्नुहोस् है। यतातिर पनि नाचिरहनु भएको छ। मैले उतातिर नाचहरू देखाइरहने छु। बोलो शिव शंकर भगवान की रामचंद्र भगवान की सीता माता की भगवान परेगा थे हो ना फूलोई फूल तोरण परेगा थे हो ना फूलोई फूल तोरण यतिखेर नाच देखिरहनु भएको छ। भक्तजनहरू नाचिरहनु भएको छ। नाच
Ganga